बाबु, तेरो बुवाको ठुलो सपना छ तँलाई सरकारी जागिरे बनाउने। अलि धेरै मिहिनेत गरेर पढेछ है। ला आँटा जान्छ तेरो लोकसेवा तयारीको लागि। ल्यापटप र मोबाइल दिदीले दिन्छु। अलि राम्रोसित पढेछ है बाबु। बुझिस् नि बाबु, बुवा आमाको ठुलो सपना छ। ला यो फोन तेरो अनलाइन क्लासको लागि। दिदी सबैको आश ममाथि छ। यो लोकसेवा परीक्षा मैले पास गर्न त सक्छु होला नि है? आमा बुवाको आशीर्वाद, लोकसेवा बाई टिम सन्देशको गाइडेन्स अनि मेरो भाइको मेहनतले लोकसेवा त सजिलै पास हुन्छ। त टेन्सन नलिन। मलाई चाहिँ समस्या छ, मलाई चाहिँ सङ्घर्ष गर्नु परिरहेछ, टाइम म्यानेजमेन्ट गर्न गाह्रो छ भन्नुहुन्छ। विभिन्न टेक्निक्सहरू हुन्छ। मैले यहाँ चाहिँ तपाईँको बेसिक कन्सेप्टहरू मात्र क्लियर गरेको हुन्छ। हाम्रो क्लासमा चाहिँ फुल कन्टेन्ट हामी सिटबाट नै पढ्छौँ। पुरै पनि हाम्रो वास्तवमा तपाईँ जस्तै विद्यार्थीले नाम निकालेको गरेको थियो। तपाईँ जस्तै विद्यार्थीले नाम निकाले त्यो जति पनि सङ्घर्ष आउँछ त्यसलाई सिडी बनाएर अगाडि तपाईँ सफल अवश्य हुनुहुन्छ। ओए के भयो यार तेरो? बा ए बा, आज मैले तिम्रो सपना पुरा गरेँ नि बा। हेर त आज मैले सुब्बामा नाम निकाले। स्याबास छोरा स्याबास।